आज घुगी टिप्दा के भयो यस्तो साथीहरू? घुगी टिप्न गएको त यस्तो सिटोमा मात्रै भेटिन्छ त। बेकारमा गए जस्तो भयो त। आजको भिडियो सुरु हुन्छ यहाँबाट। त्यसपछि बोलाउनु बित्तिकै हामी घुगी टिप्न गयौँ। घुगी टिप्दा त आज यस्तो पो भयो त। त्यसपछि अनि आजको भिडियो यहाँबाट सुरु हुन्छ। त्यसपछि मोटे टक्कसँगले भ्यू देखाउँदै जाँदै थिएँ। भाइलाई माछा हेरेर माछा पनि पाउँछ कि भनेको त हेरो खोज्यो तर भेटेन। त्यसपछि अनि घुगी टिप्न गयौँ हामी मासतिर। अलिक मासतिर चाहिँ राम्रो राम्रो घुगी पाउँछ भनेर सुनेको। त्यसपछि मैले गएर यसो हेरेको त शङ्खा जस्तै लामो लामो घुगी भेटेँ। त्यसपछि यही भए पनि आजको छाक चाहिँ टर्ने भयो भन्दै खुसी हुँदै भाइलाई प्लास्टिकमा हाल भनेको। अनि त्यो पनि खुसी हुँदै भयो। बल्ल बल्ल अब घुगीकै मासु पनि खान पायो भन्दै खुसी हुन्छ त लौ। त्यसपछि मैले एक मुठी घुगी टिपेँ। त्यसपछि एक मुठी घुगी टिपेपछि म पनि खुसी भएँ। त्यसले एक प्लास्टिक बनाएको थियो। अनि मैले एक मुठी घुगी थपेर मलाई पनि आधी आधी भनेको। त्यसपछि पोखरीमा गएको माछा भेटिएन। माछा पाउँछ कि भनेर मागेको दिएन। त्यो बाजेले दिएन। त्यो भाइ चाहिँ कस्तो रहेछ। अनि भाइलाई नुहाउन भनेको त ल नुहाउँछु भनेर मलाई आस्तेका। त्यसपछि नुहाएन प्राङ खानु पक्तालाई म भनेको हिरो भन्दैछ यस्तो हान्छु। त्यसलाई चाहिँ मैले यसरी नै भने तँलाई यस्तो हान्छु भने। त्यसपछि ल ल भन्दै डरायो। त्यसपछि अनि मसँग फोटो खिच्छु भन देख्न पो भन्छ आफ्नो भाइले ल ल भनेर। अनि त्यसपछि घर जाने बित्तिकै पैसा गर्न लाउनु भयो। यो पैसा सब तेरो लागि भनिन्छ। सब परे कहाँबाट आयो यत्रो पैसा भनेको त। अनि यो पैसा मैले दोकान बेचेको थिएँ भन्नु भनेर अनि ल मासु किन भनेर अनि पठाउनु भयो। सबै पैसाको मासु किनेर त खाएनौँ गाइस। यो चाहिँ हामीले साथी र मैले मिलेर किनेको। त्यसपछि आजको लागि यति नै मासुको स्वाद लिँदै हामी चाहिँ उयो गर्दै थियौँ भिडियो बनाउँदै थियौँ। आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ माई भिडियो। बाई। अर्को पालि भेटौँ।